नमस्ते सम्पूर्ण साथीहरू। आजको भिडियोमा म तपाईहरुलाई ChatGPT र DeepSeek AI जस्तै एउटा नयाँ AI ग्रोक AI को चाहिँ कसरी चलाउने त्यो कुरा म तपाईहरुलाई सिकाउन गएको छु। अहिले यो ग्रोक AI चाहिँ प्ले स्टोरमा उपलब्ध छैन। प्ले स्टोर ओपन गरौँ। यहाँनिर ग्रोक टाइप गरौँ। ग्रोक 3 यहाँ चाहिँ ग्रोक त देखाएको छ। इन्स्टलमा जाऊ। ओके गरौँ। यहाँनिर प्री रजिस्टर भनेको छ। प्री रजिस्टरमा गर्दाखेरि अहिले चाहिँ यहाँनिर क्यान्सल भनेको रजिस्टर हुँदैन भन्छ। अनि चाहिँ इन्स्टल अटोमेटिक व्हेन इट इज अवेलेबल भनेको चाहिँ एभाइलेबल भएपछि मात्रै चाहिँ इन्स्टल हुन्छ भनेको छ। अब यसलाई कसरी चलाउने, तपाईहरुले पनि ग्रोक AI कसरी चलाउने भन्ने कुरा सोचिरहनु भएको छ भने यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु ल। मन परेमा भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। जसको लागि ग्रोक AI चलाउनको लागि हामीले चाहिँ प्ले स्टोरबाट एक्स हामीले चाहिँ डाउनलोड गर्नुपर्छ। मैले डाउनलोड गरिसकेको छु। एक्सलाई ओपन गर्ने। ओपन गरिसकेपछि एक्समा हामीले आफ्नो आइडी बनाउनु पर्छ। यो ग्रोक AI चाहिँ एलन मस्कद्वारा निर्मित AI हो। उनको आफ्नै सामाजिक सञ्जाल ट्विटरमा इन्टिग्रेटेड गरेका छन् भर्खरै। अहिले चाहिँ यो ग्रोक AI चाहिँ फ्रीमै उपलब्ध रहेको छ। तल चाहिँ यो ग्रोक AI भनेको छ। यसमा तल छ यो ग्रोक। यहाँबाट हामीले चलाउन सकिन्छ। अनि त्यस पछाडि यहाँ आस्क एनिथिङ भनेको छ। यहाँबाट हामीले केही कुराहरू सोध्न सक्छौँ। मैले चाहिँ यहाँनिर नेपालको नेताहरूलाई स्विस ब्याङ्कमा पैसा डिपोजिट गरेको छ भनेर सोधेको छु। यसमा चाहिँ हामीले नेपाली भाषाबाट पनि सोध्न सकिन्छ। अब यसले भनेको छ नेपालका नेताहरूले स्विस ब्याङ्कमा पैसा डिपोजिट गरेका छन् कि छैनन् भन्ने विषय ठोस र आधिकारिक जानकारी सर्भरहरूमा सीमित छन् भनेर चाहिँ हामीलाई जानकारी तल दिएको छ। अब यसमा हामीले यसरी चाहिँ नेपाली भाषाबाट पनि हामीले धेरै कुरा सोध्न सकिन्छ। अब यसरी नै तपाईहरुले यो ग्रोक AI मा विभिन्न कुरा सोध्न सक्नुहुन्छ। भोलिको मौसम कस्तो हुन्छ मैले सोधेको छु। अहिले भनेको छ भोलि यहाँनिर दिएको छ। अब यसरी चाहिँ यसरी हामीले यसमा धेरै कुरा सोध्न सकिन्छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लागेमा च्यानललाई सब्स्क्राइब र भिडियोलाई गर्नु होला र भिडियोलाई शेयर गर्न नभुल्नु होला।